10 वर्षपछि यसो टाढाको यात्रा गर्न पाए एकदम रमाइलो लाग्यो। आफूले यता अध्ययन गरेको होइन 10 वर्षसम्म चाहिँ यता यात्रा गरेको एकदम रमाइलो लाग्यो। खुसीसँग आज होइन यस्तो ट्रेभल गर्नु पाउँदा। कति मजाको कस्तो रमाइलो ठाउँ एकदम सुखद यात्रा भइरहेछ। तपाईँहरूले यसो साथ दिनु होला है, हेरिदिनु होला। यस्तो रमाइलो कति सुन्दर। हाम्रो नेपालको डाँडा नै देखिरहेछ। एकदम रमाइलो लागिरहेछ। यात्रा एकदम सुखद भइरहेछ है, रमाइलो छ। अहिले हामी चाहिँ अस्कोट पुग्यौँ है। अस्कोट तपाईँहरूलाई थाहा छ होला, अस्कोट भनेको 22-24 राज्यमा चाहिँ अस्कोटमा नि राजाले चाहिँ राज्य गरे। मैं तो पिथौरागढ़ जाऊंगा। ये उगला में दे देना, चौकी में रोक भी देना होगा। याद करके दे देना। हाँ हाँ याद करना है भाई लोग ओगला में। हाँ अच्छा जी। पिथौरागढ़ कमरे में लेके रॉक कॉफी बना दूंगा मैं इसका। तपाईँहरूले यस्तो गर्नु होला होइन यस्तो यात्रा एकदम आनन्दित पायो। यात्रा भइरहेछ यस्तो डाँडा पाखेर ठाउँमा चाहिँ यात्रा गर्न पाउँदा धेरै खुसी। विशेष गरी 10 वर्षपछि यात्रा गर्ने अवसर हुनेछ। जङ्गल पहिलेको भन्दा धेरै विकास भएको रहेछ, धेरै परिवर्तन भएको रहेछ। पहिला चाहिँ यत्रो चाहिँ विकास भएको थिएन, अहिले चाहिँ धेरै यही से पीछे डाल देना। पीछे डाल दो।